सभा में उपस्थित हुने जम्मै दुई संगठन के पदाधिकारीगण सभापतिज्यूले भन्नुभयो अखिल असम गोर्खा विश्वकर्मा समाज गठन कसरी भयो के हो लक्ष्य अलिकति फ्ल्याशब्याकमा जानुपर्छ कि अलिकति अघि 2011 सनदेखिबाट अलिकति तान्नुपर्छ कुराहरू। अब चन्द्र सुनारज्यूले उहाँको वक्तव्यमा एउटा कुरा भन्नुभएको थियो जो इन्डियन नेपाली सिभिल कास्ट एसोसिएसन भन्ने एउटा एसोसिएसनले आसाममा दर्दिलो रूपले काम गर्दै आएको थियो। नेपाली सिभिल कास्ट एसोसिएसनले असममा बसोबासो गर्ने विश्वकर्माहरूलाई 10 वर्ष ब्रेक पछाडि लगिदियो 2011 सालदेखि। यो कुरो भारतीय कामी उन्नयन परिषदका सदस्यहरू पनि ज्ञात हुनुहुन्छ। अरू अखिल असम गोर्खा विश्वकर्मा समाज सुधार समिति स्टार्टिङ त्यहाँदेखि भएको बेस त्यहाँदेखि बनिएको थियो। विश्वकर्माहरूले पनि संगठन गर्नुपर्छ भन्ने सोच त्यहाँदेखि सृष्टि भएको। सम्मानीय हामीहरूको मेरो काकाजी हुनुहुन्थ्यो हिमल ओसैलीज्यू, उहाँको नेतृत्वमा यो गुट्टै आसामभरि एउटा मुभमेन्ट भएको थियो विश्वकर्मा सुधार समिति। तर विशेष टेक्निकल कतिपय कुराको लागि यो संगठनले अलिक दिन काम गरेको बादमा अलिकति त्यति साह्रो काम भएन। त्यसको बादमा सुरु भयो अखिल असम नेपाली सिभिल कास्ट एसोसिएसन। यो सिभिल कास्ट एसोसिएसन यदि आजसम्म चलिरहेको थियो भने न विश्वकर्मा समाज जन्मिन्थ्यो न भारतीय कामी उन्नयन परिषद जन्मिन्थ्यो। 2019-17 सालमा जब हाम्रो उदालगुडी जिल्ला हाम्रो अखिल असम गोर्खा विश्वकर्मा समाज बा बीकेटी जन्मिनेको पहिले नै उदालगुडी जिल्ला विश्वकर्मा समाज बनिएको। 17 सालमा त्यहाँ अधिवेशन भएको थियो। अब त्यो अधिवेशनमा आसामका विभिन्न प्रान्तदेखि बुद्धिजीवीहरूलाई निम्त्याउनु भएको थियो। सायद त्यो संगठनको सभापति सर नै हुनुहुन्थ्यो कि कर्ण सर नै हुनुहुन्थ्यो। उहाँले हामीलाई निम्त्याउनु भएको थियो। निम्त्याउँदाखेरि हामीहरू गएका थियौँ आसामको विभिन्न प्रान्तबाट विभिन्न बुद्धिजीवीहरू हामीहरूको मिटिङमा गएका थियौँ। अधिवेशन सकिएको बादमा एउटा चाङघरमा यो भुटानको बोर्डरमा एउटा चाङघरमा पराल र के ओछ्याएर बसेर त्यहाँनिर हामीले एउटा डिसिजन लिएका थियौँ कि यसरी एउटा जिल्ला एउटा अञ्चलमा विश्वकर्मा समाज बनेर लाग्छ नै कि यो समाजलाई एउटा केन्द्रीय रूप दिनुपर्छ, सर्व असममा फैलेर एउटा संगठन बनिनुपर्छ। अब त्यो सोच लिएर विश्वकर्मा समाज बनिएको थियो। 2020 सनको 1 मार्चको दिन यही ऐतिहासिक नगरी तेजपुरको मिशन जायलीमा प्रजापति विवाह भवन भन्ने एउटा मण्डपमा आसामका 26 वटा जिल्लाबाट प्रतिनिधि आएर त्यो प्रतिनिधिमा त्यो सभामा सर्वसम्मतिले एउटा संगठन जन्मिएको थियो अखिल असम गोर्खा विश्वकर्मा समाज भनेर नामाकरणले। अब त्यो समाजको ले आजसम्म त्यो दिनदेखिबाट आजसम्म विशेष गरी आसामका विश्वकर्मा समाजका नानी केटाकेटीको उत्थानको लागि विशेष गरी काम गर्दैछ। मेन उद्देश्य शिक्षामा लिएर काम गर्दैछ। अरू भयो 2 नम्बर कुरो सिभिल कास्ट मुभमेन्ट हामीहरूको पहिलेदेखि नै चलिरहेको थियो। जब भारतीय कामी उन्नयन परिषदको जन्म भयो, भारतीय कामी उन्नयन परिषदले जब सिभिल कास्टको मुभमेन्टलाई लिएर अघि बढ्न थाल्नुभयो त्यतिखेर विश्वकर्मा समाजले सिभिल कास्टको मुभमेन्टलाई अलिकति स्थगित गरेको थियो र काम गरिरहेको छ। किनभने एउटै कामलाई दुई दाजुभाइले मुभमेन्ट गरिराख्दाखेरि प्रब्लम छ र त्यसको लागि विश्वकर्मा समाजले यो चेप्टरमा उहाँहरूलाई काम गरिरहनु भएको छ, उहाँहरूलाई मोनिटरिङ गरिरहेको छ। साथमा हामीहरूको माओ संगठनहरूलाई लिएर माओ संगठनहरूलाई प्रेसराइज गरिरहेको छ एनी टाइम एनी मुभमेन्ट। जो हामीहरूको एजेन्डा के भयो? अब जुन कुरो चन्द्रजीले भन्नुभयो कि आज स्टेट गभर्मेन्टको सीएमको घरसम्म हामीहरूको त्यो एजेन्डा पुगेको छ। हामीहरूको के छ भने हामीहरूले सिर्फ कामी उन्नयन परिषदले एक्लै र विश्वकर्मा समाजले एक्लै भएर गएर हामीले कुनै पनि काम हामीहरू सफल रूपायन गर्न सक्दैनौँ। यो एकदम 100% राइट। आज कुनै जिल्लामा जाँदाखेरि हामीहरूको क्वेसन हामीहरूको आउँछ, एराइज आउँछ, हजुरहरूलाई पनि आउँछ सायद, हजुरहरूलाई त सायद धेरै आउँछ। किनभने आसाम स्टेटमा धेरै जिल्लामा हामीहरूको कमिटीहरू छन्। हामीहरू पनि जति जिल्लामा जान्छौँ फर्स्ट क्वेसन एउटै आउँछ कि हजुरहरू हामीहरू कामी उन्नयन पनि छन्, कामी पनि छन्, विश्वकर्मा पनि छन्, के हो कसो हो के कुरो। तर एउटा कुरो हजुरहरूले अलिकति गल्ती गर्नुभएको छैन।
अब कुराहरू भन्दाखेरि क्लियर भएको राम्रो, कुराहरू क्लियर भएको राम्रो। एउटा एनजिओ वा एउटा ट्रस्टको कुनै पनि जिल्लामा जिल्ला कमिटी, कुनै पनि अञ्चलमा आञ्चलिक कमिटी बन्दैन, यो गलत। किन बन्दैन भने एउटा ट्रस्ट वा एउटा एनजिओ को एउटै हेड अफिस हुन्छ, त्यो जहाँ छ त्यही हुन्छ, त्यहाँबाट कन्भेनरहरू हुन्छन् गोटे होल इन्डियामा, उहाँहरूको काम गर्नेको जुरिडिक्सन होल इन्डिया हुन्छ। तर हाम्रो भाइहरूले विशेष गरी शेखर हाम्रो शान्ति भाइहरूले अलिकति टेक्निकली अलिकति गल्ती गरे। कहाँ गल्ती गरे भने यो एनजिओलाई, यो ट्रस्टलाई एउटा संगठनको रूप दिए, संगठनको रूप दिए। आसाममा आसाम कामी डेभलपमेन्ट काउन्सिल बनोस् न, हामीको भन्नुपर्ने के पनि छ, के छ, हाम्रै साथीभाइहरूलाई डेभलप गर्दैछ। एउटा नामबाट कतिपय कुराको रिफ्लेक्ट हुन्छ के नामबाट। कामी उन्नयन परिषद मतलब के हो, कामीहरूलाई डेभलप गराएर लैजाने फाइनेन्सियल सेक्टरबाट, अर्थनैतिक दिशबाट, शिक्षाको दिशबाट। नराम्रो काम त केही पनि छैन। तर यसैलाई आज हामीहरूको बिचमा खिच्चातानी किन भइरहेको छ, किन खिच्चातानी भइरहेको छ? एउटै कारण के भने जो विश्वकर्मा समाज एउटा आसामको रैथानेको एउटा अर्गनाइजेसन, रेजिस्टर्ड अर्गनाइजेसन हो, स्टेट गभर्नमेन्टको घरमा रेजिस्टर्ड छ हामीहरूको अर्गनाइजेसन। भाइहरूको अर्गनाइजेसन बेङ्गलको रेजिस्टर्ड छ, त्यो पनि डिड छ सायद, एनजिओ को डिड हुन्छ, कन्स्टिट्युसन हुँदैन। यी सब कुराहरू पनि हामीलाई जान्न जरुरी छ। जे नहोस्, म तहे दिलले शुक्रिया पनि गर्छु, किनभने भाइहरूले राम्रो काम गरिरहेको छ। यहाँ विमत कसैको पनि छैन, विश्वकर्मा समाजको कसैको पनि विमत छैन। तर यदि यो दुईटा संगठन यदि एक भएर यदि काम गर्न थाल्यो भने हामीको डेभलपमेन्ट हुनमा कसैले पनि बाधा दिन सक्दैन। र आजको सभाले यो डिसिसन लियोस् जो यो दुईटा संगठन कसरी एक हुन्छ, कसरी नाम मोडिफाई हुन्छ, कसरी के हुन्छ। हामीले यो नसोचौँ कि अब विश्वकर्मा समाज एउटा रेजिस्टर्ड अर्गनाइजेसन हो, भाइहरूको पनि रेजिस्टर हो, बेङ्गलको रेजिस्टर हो, र कसरी हुन्छ हामीहरू कम्प्रोमाइज गरेर यसलाई हामीले पनि त्याग गरौँ, हजुरहरूले पनि त्याग गरौँ, नामलाई दरकार भयो भने नामलाई पनि मोडिफाई गरौँ। कामी उन्नयन परिषद राख्नेको एउटै मतलब छ, संविधानमा कामी ल्याएको छ, त हामीहरूको नामको बिचमा पनि बिचमा कामी बसाइदिउँ, के प्रब्लम छ? के प्रब्लम छैन नि? त एक संगठन यदि जुन बिना यो दुईटा संगठन एक बनिन्छ नि, त्यो बिना हामीहरूको संगठनलाई कसैले पनि रोक्न सक्दैन। न गोर्खा सम्मेलनले रोक्न सक्छ, न आखिरले रोक्न सक्छ। आजको डेटमा आसाममा जति पनि जातीय संगठनहरू छन्, तामाङ महासभा, लिम्बू महासभा, नेवार महासभा, दोर्जी सम्मेलन, यी सबै संगठनहरू भन्दा हामीहरूको यो दुईटा संगठन सबभन्दा मजबुत छ आजको डेटमा, मेरो नलेजमा। हजुरहरूलाई अरू गर्मिने पार्नलाई, अरू काम गर्नलाई कति मान्छे चाहिन्छ, कति के चाहिन्छ, त्यो मेरो साथ मलाई साथ दिनुहोस्, म मान्छे खडा गरिदिन्छु। त्यति क्यापासिटी छ मेरो। अरू 2 वर्षपछि म रिटायरमेन्ट हुन्छु, मेरो हातमा टाइमै टाइम। आज अन जबमा बसेर पनि यदि यसरी यदि मतदान गर्न सक्यो भने म त्यतिखेर कति गर्न सक्छु होला। रहन गर्नुहोस्, हामीहरूको नामको बारेमा पनि हामीहरू चर्चा गरौँ कसरी हुन्छ परवर्ती समयमा। यदि भगवानले गरे यदि आज एक भयो यो संगठन, यो एक ऐतिहासिक सिद्धान्त हुन्छ, अरू यो आजको दिन हिस्ट्री हुन्छ हामीहरूको समाजमा। काम गर्दै जाँदाखेरि समस्याहरू आइलाग्छ, उहाँहरूलाई पनि समस्या आउँछ, हामीहरूलाई पनि समस्या आउँछ, विभिन्न ठाउँमा विभिन्न उसमा। कतिजना मान्छेको क्वेसनको जवाब दिनुपर्छ, जवाब दिन जाँदाखेरि फेरि उही एनजिओ ट्रान्सलेसनबाट सुरु तान्नुपर्छ, किनभने म भारतीय डिकेइपीको बारेमा सबभन्दा धेरै म जान्दछु। डिकेइपीको बारेमा सबभन्दा धेरै म जान्दछु। यहाँ बस्ने भाइहरूको बिचमा म्याक्सिमम त मेरो चेलाहरू छन्, शान्ति भाइ मेरो चेला हुन्। यिनलाई मैले घरदेखि तानेर लिएर समाज गर्न निकालेको मैले। र आजको सभामा यो एउटा ऐतिहासिक सभा हो, यो सभालाई हामीहरू जाया जान नदिउँ। अरू यो सभाले आज एउटा निश्चय सिद्धान्त लियोस्, हामीहरूको बिचमा यो जुन समस्याहरू छन् यसलाई क्लियर होस्। अरू यो हामीहरू म चाहिँ भन्छु एकजुट हौँ, एउटा संगठन बन्यौँ, एउटा संगठन बन्यौँ हामीहरू। त्यो कसरी बनिन्छ आजै त कम्प्लिट हुँदैन, किनभने कतिपय कुराहरू हुन्छन्।
कतिपय टेक्निकल प्रब्लमै हुन्छन्। भोलि यसरी आज हामीहरू 13 जना 15 जना मान्छे, हजुरहरू 15 जना मान्छेले मिलेर दुईटा संगठनलाई बिगाइ घटाउन सक्नुहुन्न। भोलि हजुरहरूको जग्गामा गएर क्वेसन हुन्छ, तपाईँहरूले कसलाई सोधेर विश्वकर्मा समाजसँग मार्च गर्नुभयो। हामीहरूलाई सोध्छन् भोलि गोलाघाटमा, कुकुराझारमा, उदालगुडीमा, तिनसुकियामा, सोधियामा सोध्छन्, तपाईँहरूले कसलाई सोधेर भाइको कामी उन्नयन परिषदसँग विलय गर्नुभयो। आजको जुन यो मेसेजको रिजल्ट हुन्छ, यो रिजल्टहरू हामीहरू गाउँमा पुर्याउनुपर्छ। गाउँको मान्छेहरूलाई भन्नुपर्छ, पुर्याउनुपर्छ। एउटा साधारण परिषदको मिटिङ जरुरी हुन्छ। आज विलय हुने हामीहरू डिसिजन लिन सक्छौँ आज, तर कार्य कम्प्लिट हुँदैन। किनभने भोलिको दिनमा विश्वकर्मा समाजले साधारण परिषदको मिटिङ लिन्छ, त्यो साधारण परिषदको मिटिङमा यो प्रपोजल पास हुन्छ, त्यसको बादमा मात्रै हामी हजुरहरूलाई भन्छौँ भोलिदेखि हामीहरू एक भयो। किनभने क्वेसनको त एन्सर दिनु पर्यो नि त। यो विश्वकर्मा समाज बनाउनलाई 25-26 वटा जिल्लाको अवदान छ, पैसा खर्च गरेका छन् मान्छेले। र यो जुन ऐतिहासिक सभा आज अनुष्ठित भएको छ, यो सभाले एउटा सिद्धान्त लियोस्, हामीहरू एक हौं, एउटा संगठन बन्यौं, अनि हामीहरू यसरी काम गर्न सकिन्छ। हामीलाई कसैले पनि रोक्न सक्दैन। हामीहरू हप्तामा 3 खेप बिस्कुट जान सकिन्छ, महिनामा 1 खेप सेन्ट्रल दिल्ली जान सकिन्छ। त्यही भएर म धेरै भन्दिनँ, पछि फेरि प्रयोजन भयो भने फेरि भनौँला। र यस सभाले एउटा यस्तो सिद्धान्त लियोस् जुन सिद्धान्त ऐतिहासिक होस्, दुईटा संगठन एक बनियोस्, एउटा मजबुत दलबीले संगठन बनोस्, अनि भोलिको दिनदेखिबाट हामीहरू एकजुट भएर एउटा संगठन भएर हामीहरू काम गरौँ। जब साधारण परिषदले पास गर्छ, पास गरेको बादमा त्यतिखेर के हुन्छ भने प्रयोजन भयो भने मध्यकालीन एउटा अधिवेशन राखो, डिकेपीले पनि पदत्याग गरोस्, विश्वकर्मा समाजले पनि पदत्याग गरोस्, त्यसको बादमा नयाँ एउटा कमिटी बनियोस्, जोइन लियो। मेरो सोच यो छ। यो यदि भयो भने भोलिको दिनमा हामीहरू सक्सेस हुन्छ, अन्यथा यतिकै रहन्छ। खिचा पानी गरिरहेको विश्वकर्मा म कामी अरू ठाउँमा गयो भने पहिले जाति ध्वंस गरिस् भन्छन् एउटा पार्टीले, अर्को पार्टीले भन्छ तैँले जाति ध्वंस गरिस्। र यो आजदेखि उपलब्ध नहोस्, एउटा संगठन बनियोस्, दलबीले संगठन बनियोस्। मेरो चाहिँ एकदम हृदयदेखि यो इच्छा छ। र हामीहरू एक संगठन भएर बनिएर एकजुट भएर हामीहरू काम गरौँ। हामीहरू आउने दिनमा निश्चय हामीहरू सक्सेस हुन्छ। धन्यवाद।